स्विट्जरल्यान्ड अब आफ्नो पपुलेसनलाई 10 मिलियनमा लिमिट गर्ने विषयमा भोट गर्न गइरहेको छ। यो उनीहरूको लागि हिस्टोरिक फर्स्ट हो। तर किन? छोटकरीमा भन्नुपर्दा यो सबै इमिग्रेसनसँग जोडिएको छ। स्विस पिपल्स पार्टी, देशकै सबैभन्दा ठूलो पार्टी, आउँदो जुनमा यो प्रस्तावका लागि भोट अघि सार्दैछ, जसले पास भएमा जनसङ्ख्या 9.5 मिलियन पुगेपछि सरकारलाई इमिग्रेन्ट्सको एन्ट्री रोक्नुपर्ने हुन्छ। अहिले भने यो 9.8 मिलियन छ। तर देश बढ्दै गयो र 10 मिलियन मार्क छोयो भने सरकारले अझ कडा एक्सन लिनुपर्ने हुन्छ र अरू युरोपियन देशहरूसँग भएको फ्री मुभमेन्ट एग्रिमेन्ट पनि स्क्रैप गर्नुपर्ने हुन्छ, जुन निकै ठूलो कुरा हो किनभने ती नै स्विट्जरल्यान्डका सबैभन्दा ठूला ट्रेडिङ पार्टनर्स हुन्। पार्टीको दाबी अनुसार स्विट्जरल्यान्ड अहिले पपुलेसन एक्सप्लोजन भोगिरहेको छ, जसले पब्लिक सर्भिसेसमा दबाव बढाइरहेको छ, इन्फ्रास्ट्रक्चर कमजोर बनाइरहेको छ र रेन्ट्स आकाशिँदैछन्। यो भोट अलि एक्सट्रिम देखिए पनि पास हुने राम्रो चान्स छ, किनभने यो पार्टीले 1979 देखि देशका सबै इलेक्सन्स जित्दै आएको छ। अब तपाईहरू के सोच्नुहुन्छ? यो राम्रो आइडिया हो कि होइन?